अग्निलाई भन्दा देख्नेलाई लाज भनेको यही हो कि साथीहरू। भन्नेलाई भन्दा सुन्नेलाई लाज साह्रै लाज लागेन तपाईँहरूलाई साथी। यो मान्छेको भाषण सुनेर मैले हिजोदेखि फोटो खोजिरहेको थिएँ भिडियो बनाउनु भनेर। आज मैले भिडियो सुने, सबै भिडियो सुने, यो मान्छेको भिडियो सुने मैले है। यो नेपाली काङ्ग्रेसको चाहिँ नि सांसद मान्छे रहेछ है यो नेपाली काङ्ग्रेसको। हेर बुढा, तिमी जस्तो मान्छेलाई पैसाको, नेपालका पर्या जस्तो नेताहरू सबै पैसाका भोका रहेछौ तिमीहरू, हामीलाई थाहा भयो। पैसाको भोको भएको मान्छेले नि पैसा मात्र हेर्छ, काम हेर्दैन। राम्रो काम र नराम्रो काम हेर्दैन। कसरी पैसा मात्र कमाउने, मतलब पैसामा मात्रै हुन्छ के। यो मैले बाहिर पनि अरू मान्छेहरूसँग पनि देखेको छु मैले। जसले पैसा धेरै कमाउनु भने अगाडि पछाडि दगुर्छ नि, पैसाको मतलब मात्र लिएर, त्यसले काम राम्रो नराम्रो हेर्दो रहन्छ। तर चाहिँ नि नेपालका नेताहरू सबै त्यस्तै रहेछन्। यो काङ्ग्रेसमा र एमालेमा है, यो काङ्ग्रेसको चाहिँ नि नेता रहेछ यो मान्छे, यो बुढो। अब भाषण त हिजो सबैले सुन्नुभयो होला। अब यो बुढालाई मैले के भन्छु भने, हेर बुढा, अब तिमीलाई त्यही यौन व्यवसाय गर्न छ भने घरमा दाजुभाइ होलान्, दिदीबहिनी होलान्, छोरा बुहारी होलान्, अनि चाहिँ नि छोरी नातिनीहरू होलान् घरमा भनेपछि एउटा कोठी खोल, जहाँ पर्यटनहरू आउँछन्, घुम्न आउँछन्, कोठी खोल र प्राइभेट त्यो आफ्ना घर परिवारका सबै महिलाहरूलाई त्यहाँ यौन व्यवसाय धन्दासित चाहिँ नि तिमीले कोठी चलाऊ। त्यो पैसा जति तिमीलाई आउँछ, सरकारलाई खर्च गर्न पनि पर्दैन। र तिमीहरूले यो चाहिँ नि गलत धन्दा गरेर, गलत धन्दासित पैसा कमाएर नेपालमा विकास गर्न जरुरी छैन। यसै पनि तिमीहरूले नेपाललाई तहस नहस पार्यौ। नेपालमा इज्जत कतैबाटको पनि छैन। अब बाँकी रहेको चाहिँ नि पैसा कमाउने उपायमा अब बाँकी रहेको यही यौन धन्दा थियो भने नेपालका दिदीबहिनीहरूलाई जरुरी छैन यस्तो चाहिँ नि धन्दा गर्नुपर्ने, हातखुट्टा खियाएर आफ्ना परिवार पाले हन् भनेपछि अब नेपालमा त यस्ता यस्ता कानुन, यस्ता यस्ता तिमीहरूले कामहरू लिएर आएर चलामला भन्ने यो नसोचौ तिमीहरूले। अनि तिम्रा घरका चाहिँ नि भाउजू, बुहारी, बुढी, छोरा बुहारी, छोरीहरू, नाति नातिना जति छन् काम गर्न सक्ने, तिनीहरूलाई कोठी खोलेर राख बुढा। अनि बडेमानको बोर्ड राख्देऊ, तिम्रो बुढीको चाहिँ नि फोटो, तिम्रा बुहारीहरूको फोटो, उमेर अनुसारको रेट तोकेर राख्देऊ न। यहाँ हाम्रो प्राइभेट व्यवसाय यस्तो छ भनेर। तर नेपालभरिमा त यो सुन्न पनि घिनलाउने शब्द भन्यौ बुढा तिमीले। भन्दा तिमी अलिकति अन्न खाएको मान्छे भएको भए यस्तो बोल्दै बोल्थेनौ। तिम्रा दिमागमा किरा भरिएको, गु खाएको मान्छेको गुका किरा भरिएको दिमाग रहेछ बुढा। त्यसो हुँदाखेरि अब व्यवसाय तिमीले प्राइभेट खोल, प्राइभेट व्यवसाय खोल। त्यहाँबाट तिम्रा घरका बुढीदेखि लिएर, बुहारीदेखि लिएर, तिम्रा छोरीहरूदेखि लिएर, तिम्रा इष्टमित्र खानदानका जो जो चाहिँ नि अब तिम्रा हातभित्र पर्छन्, मातहतभित्र, तिनीहरूलाई काम गराऊ। यो शब्द आइन्दा नेपालीले सुन्नेरी यो सामाजिक सञ्जालमा बोलेदेखि नि अब यो मान्छेको थाप्रो उडाउनु पर्छ। यो 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 मान्छे नि यो नेपाली काङ्ग्रेसको मान्छे हो अरे सांसद। यसको घर कहाँ हो साथी हो? यसका घर नजिक पनि कोही हुनु होला, यसले बोलेका कुरा सुन्नु होला। दुबारा फेरि यस्तै कुरा यसले गर्यो भने नि यसको टाउको उडाउने गरी चाहिँ नि दाजुभाइ दिदीबहिनीहरू पछि लाग्नु होला। हेर्नुहोस्, यस्तो बोल्न छुट दिन हुँदैन नेपालमा। के भनेको यसले? के भनेको यसले? होइन, यसले त बाहिर बाहिर हिँड्दाखेरि यसलाई यो बुढेसकालमा पनि यसलाई चाहिँदो रहेछ क्या हो, त्यही भएर यसले त्यही सोचेको। यसले बाहिर बाहिर हिँडिरहने घुमिरहने नेता जस्तो मान्छे जहाँ गए उही प्रयोग गरे होला नि त विभिन्न देशहरूमा। त्यसो हुँदाखेरि नेपालमा पनि त्यस्तै खोजेको होला यसले। भन्दा यसले प्राइभेटमा राख्न पायो, आफ्ना मान्छेहरू राख्न पायो, बुढीदेखि लिएर, बुहारीदेखि लिएर, छोरीदेखि लिएर, नाति नातिना पनि राख्न पायो। 12-15 वर्ष 18 वर्षबाट माथिका सबैलाई मजाले अलग अलग रेट दरमा राखिदिने नि। बुढोको यति, अलि भर्खरकाको यति, यति उमेरकाको यति भनेर राख्दैन बुढा। तँलाई चाहिएको होइन, तेरा छोरी चेलीबेटी राख। नेपालका दिदीबहिनीलाई चाहिँ नि तैँले गलत काम गराउने नियत नि यो दिदीबहिनी, नेपालका अरू दाजुभाइ दिदीबहिनीहरूले सह्य गर्ने छैनन् पक्का पनि। अपराधी, नालायक, बेशरम, बेहया, बिजेती, किरा परेर मर्नुपर्छ यस्ता नालायक निकम्माहरू। अहिले यस्ता यस्ता मान्छेलाई कोही कोही मान्छे त हार्ट एट्याक आएर भर्खरका मर्छन् नि, यस्ता किन मर्दैनन् हो?
दिमागको नसो फुटेर मर्न पर्ने थियो नि यो त, यो नालायक बाँचे चाहिँ यही हामीलाई सुनाउनु बाँच्यो छ यो नालायक।